तपाईको जिन्दगीमा यस्तो धेरै पल आउँछन् जहाँ मान्छेहरूले तपाईलाई जोकर सम्झिन्छन् अनि जोकर तबसम्म भनिरहन्छन् जब तपाईँ टुक्रा टुक्रा हुनुहुन्न। तपाईको खराब समयमा मान्छेहरू हाँस्छन् अनि तपाईको राम्रो समयमा मान्छेहरूले तपाईलाई जोकर भनेर बोलाउँछ। कसले बनायो तपाईलाई जोकर? त्यो दुनियाँले जोसँग तपाईँ जिन्दगीको लडाईँ गरिराख्नु भएको छ, या तपाईँ आफैले? जिन्दगीको लडाईँ त यस्तै चलि नै रहन्छ। तपाईमा निर्भर छ तपाईँ यो लडाईँ कसरी लड्नु हुँदैछ। लडाईँ त हरेक मान्छे लडिरहेछ जिन्दगीसँग। कुरा त्यो नामको हो। जब तपाईँ दुनिया छाडेर जानुहुन्छ अनि तपाईको नाम अमर बन्छ, त्यसैले आफैसँग प्रश्न गर्नुस्, तपाईलाई जोकर कसले बनाउँदैछ? यदि तपाईँ मान्छेहरूमाथि औँला राख्नुहुन्छ यो उनीहरूको कारणले हुँदैछ भनेर, यदि यस्तो सोच्नुहुन्छ भने तपाईको जिन्दगी जसरी चल्दैछ यसरी नै बितेर जानेछ। किनभने तपाईँ आज पनि तिनै मान्छेहरूको चक्करमा हुनुहुन्छ। जुन दिनबाट तपाईले आफ्नो गल्तीहरूलाई खोज्न थाल्नुहुन्छ, स्वीकार गर्न थाल्नुहुन्छ नि, त्यो दिनबाट तपाईलाई मतलब नै हुँदैन यो दुनियाँले तपाईलाई के भनेर बोलाउँछ। यो जिन्दगी लडाईको मैदान होइन, खेलको मैदान हो। यहाँ हार र जित त भइ नै रहन्छ। अब तपाईमाथि निर्भर छ त्यो हार र जितबाट तपाईँ के सिक्नुहुन्छ। धेरै मान्छेहरू यसलाई लडाईको मैदान मान्छ अनि जब एकपल्ट हारेपछि फेरि जित्न सक्छु भन्ने हिम्मत नै जुटाउन सक्दैनन्। किनभने उनीहरूलाई लाग्न थाल्छ उनीहरूको सब थोक सकिसक्यो। उनीहरूलाई थाहा हुँदैन यो त सुरुवात हो, खेल त अझै बाँकी नै छ। तपाईलाई कसैले के भनेर बोलाउँछ केही फरक पर्दैन। फरक यो कुराले पार्छ कि तपाईले आफूलाई के मान्नुहुन्छ। यो दुनिया हरेक महान मान्छेको महान बन्नुभन्दा अगाडि धेरै थोक भनेर निन्दा गरेकै हुन्छ। तर उनीहरूलाई थाहा हुन्छ कि म को हुँ। के तपाईलाई थाहा छ तपाईँ को हो? यदि तपाईलाई अझै थाहा छैन कि तपाईँ को हो, त जाग्नुस्, उठ्नुस् अनि आफैलाई सोध्नुस् तपाईँ को हो। नत्र यो दुनियाँले तपाईलाई जोकर भनेर बोलाइरहन्छन्। तर सच्चाइ त यो हो, तपाईँ आफैलाई जोकर बनाइराख्नु भएको छ। जोकर।